ठुलो मान्छेको कपडा पनि छ तपाईहरुलाई म देखाउन गइरहेको छु। यो टिका थलीले के दाइले पठाउनु भएको हो। यी तपाईहरुलाई आवश्यक छ भने आएर लान सक्नुहुन्छ है। नयाँ नै छ यो साइजमा छ कट सेट खरा छ गरे है। यो तपाईहरुलाई चाहिन्छ भने सेटमा छ है। यो लार्ज साइजमा छ सल छ हामीसँग है। यस्तो खालको स्वेटर पनि पाउन सक्नुहुन्छ पातलो है। लेडिजमा जिन्स प्यान्ट छ। अस्तिको पनि दुईवटा 28 साइजको जिन्स प्यान्ट छ भने कुर्ताहरु छ है। भिडियो चाहिँ स्किप नगरी हेर्नु होला र कोही कसैलाई आफन्तहरुलाई आवश्यक छ भने शेयर पनि गरिदिन सक्नुहुन्छ। यो माथिको भयो यो तलको भयो है। यस्तो टी-शर्ट पाउन सक्नुहुन्छ। यसको साइज मिडियम रहेको छ। यस्तो खालको कपडा पनि छ हामीसँग। यस्तो पनि छ। यो सबै सामानहरु तपाईले फ्रीमा लान सक्नुहुन्छ। यी तपाईहरुलाई आवश्यक छ भने मात्रै आएर लाग्नु होला। नयाँ जस्तो नै छ है। यो यस्तो खालको कुर्ता पनि आएको छ। यसको तलको सुबल पनि छ है। यो पनि कुर्ता पाउन सक्नुहुन्छ। यो चाहिँ यस्तो राम्रो छ हेर्नु त नयाँ नै फ्रेश नै छ। यो पनि यस्तो खालको कुर्ता छ। यो पनि यस्तो खालको सुबल पनि छ। स्ट्रेचेबल वाला रहेछ। कोट पनि आइसकेको छ है। आउटरको प्यान्ट पनि छ। स्विमिङ कस्ट्युम पनि रहेछ। बेल्ट पनि छ हामी मिलाएर राखिदिन्छौँ। पेटीकोट सुद्धा पाउनुहुन्छ। ब्लाउज हो गरे यो है। साडी पनि पाउनुहुन्छ। यस्तो खालको कुर्ता सुबल पनि छ। लार्ज साइज नै रहेको छ। सुबल यहाँ छ। यसको सल यहाँ छ। साडी पेटीकोट सेट पनि छ। ब्लाउज सहित छ है। यो अर्को पेटीकोट पनि छ। अर्को खालको साडी पनि छ। तपाईहरुले ब्लाउज पनि पाउनुहुन्छ। यस्तो खालको साडी पनि छ। नयाँ नै छ एकदमै। यस्तो खालको साडी पनि छ है। यस्तो खालको धोती पनि छ। अर्को यस्तो खालको धोती छ। यस्तो खालको धोती पनि छ है। यस्तो खालको धोतीहरु है। एकदम राम्रो छ यो। यस्तो खालको साडी पनि छ। मलाई लगाएर देखाउन आउँदैन है। तपाईहरुलाई देखाउनको लागि मात्रै यता गरिरहेको छु है मैले। यस्तो खालको नयाँ धोती छ। यस्तो खालको ब्लाउज पनि छ। यसमा पनि पेटीकोट छ। नयाँ नै छ तपाईको युज नै छैन। यस्तो खालको सुरुवालहरु छ। कुर्ता यस्तो छ। सुरुवाल यस्तो छ। कुर्ता पनि आइसकेको छ। यस्तो खालको म्याक्सी पनि आइसकेको छ। स्वेटर पनि। अझै हामीसँग एक बोरा बाँकी छ है। यी कपडाको प्यान्ट पनि रहेछ हामीसँग। तर यस्तो ओपन खालको सुजहरु रहेछ है। तपाईहरुले 37 साइजको यो पनि 37 साइजकै यस्तो हिल छ है। 36 साइजको बुट पनि छ। स्यान्डल पनि छ है। यसमा 37 साइजको स्यान्डल छ है। यदि आवश्यक छ भने मात्रै आउनु होला है। तपाईहरुलाई एकदम आवश्यक छ भने आफै किन्न सक्नुहुन्छ भने चाहिँ आउनु। यो सबै फ्रीमा हो है। आवश्यक छ भने 37 साइजको हिल पनि रहेछ है। ल ड्रेस पनि रहेछ हामीसँग हैन। पट्टु पनि रहेछ। केही पनि सिंगल कतै दाग पनि लागेको छैन है। एकदम नयाँ जस्तो नै छ। भने आएर लाग्न सक्नु। यस्तो खालको कपडा पनि छ। यस्तो खालको ल यस्तो खालको फ्रक पनि छ। खालको ब्लाउज पनि छ। तपाईहरुले देख्नुहुन्छ लेंगाको सेटै छ। त्यो सल पाउनुहुन्छ यस्तो राम्रो है। र लेंगा चाहिँ यहाँ तपाईहरुले यसरी यस्तो पाउनुहुन्छ है। यो सेटै छ है त। यस्तो खालको ड्रेस छ है। यस्तो खालको ड्रेस रहेछ हामीसँग। अब चाहिँ सानो बाबु नानीको जकेट पनि हो के अरे यो। सानो बच्चाहरुको जाडोमा लाउने जकेटहरु पनि छ। सोनाम ब्रान्डको जकेट पनि आइसकेको छ हामीसँग। बोथ साइड लाउन मिल्ने खालको छ है यो। जबाट पनि लाउन मिल्ने बाहिरबाट पनि लाउन बोथ लाउन मिल्ने जकेट आइसकेको छ लार्ज साइजमा। यस्तो खालको स्वेटर पनि आइसकेको छ ल हेर्नुस् त। यस्तो खालको सही नयाँ नै छ है। कोट पनि आइसकेको छ है त। यस्तो खालको लङकोट छ है। एकदम राम्रो छ नयाँ नै छ है त। अझै देखाउँदैछु म हेर्नु होला। कोट पाउन सक्नुहुन्छ यो। यहाँ चाहिँ अर्को आउटर पनि छ। यहाँ ब्लेजर पनि छ। तपाईहरुलाई चाहिन्छ भने ब्ल्याक कलरमा है। ल हुडी पनि रहेछ। व्हाइट कलरको हुडी स्वेटर पनि छ। यहाँ चाहिँ लेखेको सबै देखाइरहेको कपडाहरु फ्री हो है हजुर। रेडी सर्ट पनि छ यहाँ है। यस्तो खालको मजाले दाग लागेको जस्तो रहेछ है। गएर लाउन मिल्ने खालको छ है। मजाले सर्ट यस्तो खालको ड्रेस पनि हामीसँग आइसकेको छ। यस्तो खालको फ्रक पनि आइसकेको छ। यस्तो खालको लेडी सर्ट पनि आइसकेको छ। यस्तो खालको हाफ कट्टुहरुको जिन्समा चाहिँ हाफ कट्टुहरु पनि छ। यस्तो खालको हाफ कट पनि छ। लेडिज जिन्स प्यान्ट पनि छ है। 30 नम्बर साइजको यो मकुलर पनि छ ल तपाईहरुलाई। यस्तो खालको जिन्स प्यान्ट पनि छ। यो पनि 30 साइजमै हो। जिन्स प्यान्ट पनि छ। यस्तो खालको जिन्स प्यान्ट पनि छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। खालको जिन्समा हाफ पनि छ। एक्सेल साइजमा स्कर्ट छ है त। 29 को यस्तो खालको जिन्स प्यान्ट पनि छ। यस्तो खालको हाफ जिन्समा हाफ कट्टु पनि छ है। त्यो बज्ने खालको कट्टु पनि रहेछ है। हाफ कट्टु यो सबै मैले देखाएको सामान बच्चाको ठुलो मान्छेको सबै सामानहरु फ्रीमा हो। टिका थलीबाट गाई दाजुले पठाउनु भएको। तपाईहरुलाई आवश्यक छ भने आएर लान सक्नुहुन्छ भने कसैलाई आवश्यक छ जस्तो लाग्छ भने यो सामानहरु सबै तपाईहरुले उहाँहरुलाई भिडियो शेयर गरेर सहयोग गर्न सक्नुहुन्छ। यो सबै सामानहरु फ्रीमा हो। यदि तपाईहरुलाई चाहिन्छ भने छिट्टो आएर लाग्नु होला। किनभने हामीसँग स्टक बस्दैन। हालिसक्यो धेरै मान्छेहरु आएर लग्नुहुन्छ छानेर। तपाईलाई जति आवश्यक छ त्यो हेरेर लान सक्नुहुन्छ। हामीले डेलिभरी चाहिँ गर्न सक्दैनौं। तपाईहरु यही आएर अफिसमै आएर सामान हेरेर लान सक्नुहुन्छ। धन्यवाद। नमस्कार। यो हाम्रो भिडियोलाई लाइक गरिदिनु होला, फलो गरिदिनु होला र यो भिडियोलाई सक्दो शेयर गरेर तपाईहरु कसैलाई आवश्यक हुन सक्छ शेयर गरिदिनु होला। धन्यवाद। 3 बोरा चाहिँ बच्चाको कपडा हामीसँग छ भने हैन। तपाईहरुलाई बच्चाको कपडा चाहिन्छ भने 6-7 महिनाको बच्चादेखि लिएर 3-4 वर्षको केसम्मको लागि